नानी हो झिजो गर्छ नि तिमीलाई झिजो लाग्दैन लाग्छ नि अन्त किन लाग्दैन लाग्छ तर पनि त झिजो मानेर त भएन नि त आफ्नो नानी हामी जाँदैछौँ अहिले चाहिँ तीन धारिया लिन्छ अरे नि त के अरे चुनबत्ती हाम्रो त्यो माथि दिनुहुन्छ वाइफको आसिङ मामा हुनुहुन्छ एकजना रिलेटिभ त्यहाँ जाँदैछौँ हामी गएको कारण फुलको मल ल्याउनको लागि हो र यहाँ मिठो मिठो समोसा पाक्दैछ त्यही प्रतीक्षामा छौँ हामी भयो अनलाइन होइन के क्यास दिन्छौ के हो रेस्ट स्कुल अनि यस्तो टर्निङहरू त यादै गरेको थिएन त हौ मैले त यो त कस्तो दामी काम लाग्छ चलो बिन्दास छ जिन्दगी एसी खुल्दै ऐना है के छ त अन्त सुरुतै के छ यो बाजेलाई हामीले अस्ति पनि भेटेको थियौँ हामी कोही बेला सिलगढीबाट तक्दा खरसाङ हिँड्दाखेरि टाइम छ हतार छैन भने हामी प्रायः जस्तो यही बाटो हिँड्न रुचाउँछौँ है बेब मजा लाग्छ माथि घुम्दै घुम्दै तिनधारे चुनबट्टी महानन्द घयाबारी कस्तो रमाइलो है उहिले कस्तो थियो होला यो बाटो कसरी ब्रिटिसर्सले है हाम्रो पुर्खाहरूले कसरी बनायो होला यो बाटो एउटा उकालो छैन हौ दार्जिलिङसम्म हो दार्जिलिङसम्म एउटा उकालो छैन तेर्सोको तेर्सै तेर्सोको तेर्सै त्यो पक्ला झोडाको त्यहाँनिर खालि अलिकति उकालो छ नत्र हो भने चाहिँ दार्जिलिङसम्म यस्तोबाट केही किलोमिटर्स माथि आइसकेपछि यस्तो दामी जग्गा भेट्छौँ हामी यस्तो दामी जग्गा भेट्छौँ है अम्मानेको यो चाहिँ एउटा ब्लेसिङ्स नै हो सिलगढीको लागि चाहिँ अनि जस्तै अब मुम्बईको लागि कुन चाहिँ छ बेप माथि जाने लनावला है र त्यस्तो जग्गाहरू हुन्छ नि त्यस्तै हाम्रो सिलगढीको लागि चाहिँ तिनधारिया चाहिँ यस्तो ब्युटिफुल जग्गा हो नि यो ब्लेसिङ्स हो क्या अलिकति माथि आउँदा यति एटमोस्फियरमा चेन्ज टेम्परेचरमा चेन्ज है क्लाइमेट चेन्ज मुड चेन्ज साँच्चै नै भनेको अति नै राम्रो लाग्छ र बेला बेलामा आउनु र जाँदैछौँ हामी चुनबट्टीतर्फ चुनबट्टी अहिले चाहिँ हामी आइपुग्यो हर्नबिल पार्क यो तिनधारे चुनबट्टीमा छ यतापट्टि राइट ह्यान्ड साइडपट्टि छ ग्लास टावर माथि चढ्ने छ होइन के भत्य छ यो बङ्गलो कस्तो मजाको छ है डक्टरको बङ्गलो अरे यति मजाको छ नि माथिसम्म र यो चाहिँ चुनबट्टी गाउँ आइपुग्यौँ हामी यो पहिलो गाउँ तिनधारियाको है तल रङटङ छ तिनधारिया चाहिँ यो यहाँदेखिको स्टार्ट हुन्छ र यो चाहिँ चुनबट्टी गाउँ र हामी आइपुगिसकेका छौँ हाम्रो डेस्टिनेसन र हाम्रो डेस्टिनेसन त यही होइन अलिकति अगाडि यहाँनिर ल्याएर राखिदिन्छु भन्दै थियो होइन यही हो यही दुईवटा होला सामान चाहिँ है ए त्यो भए त काफी छ हामीलाई यसमा हालिदिनुहोस् त्यो सबै अनि त्यो भएर नि एउटा म हालिहाल्छु नि आमा हेभी रहेछ त है कस्तो दबाई होमियोपेथी आयुर्वेदिक लोकल ए यो तपाईँको दोकान हो यो त गिलो हो है डायबिटिस सुगर के भन्छ होला यो चाहिँ के हो तामार के हजुर ब्लड सुगर यो त गिलो यो पनि सुगरकै लाग्यो यो त के हो मालागिरी जस्तो छ यो नागबेली
नागबेलीको है यो लहरा माथि लेकतिर हुने नागबेली त हुन्छ यतामा है त्यो सब्जीहरू रहेछ है आमा रहेछ यो साग चाहिँ यो पालङ साग हो जङ्गलको यो जडीबुटी नै सुगरलाई कम्ती गर्छ जडीबुटी सागहरू सबै ल्याउँछ नि बस्ती हो त्यो चाहिँ यता यो त अचाना बेच्ने हो के को यो काठको यो चाहिँ यो बलियो हो यो चाहिँ यो बलियो छ कि बलियो तर सानो छ हुँदैन घरको लागि चाहिँ ठिक हुन्छ घरको लागि हम लोग पहुंच गए हमारे डेस्टिनेशन नेक्स्ट डेस्टिनेशन लक्ष्य यो गंतव्य नहीं हमारे है, गंतव्य कोई नहीं है, कुछ नहीं है दुकान में, कुछ भी नहीं है। अब क्या, अब क्या, सारा दुकान बंद है, सारा दुकान बंद है। मिस्टर सतीश तामंग, आप क्या करोगे? मेरे को मोमो नहीं खाना है, क्या खाना? मेरे को चाय पीना है, चाय। चाय हो जाएगा। कुछ पियोगी या कुछ कहाँ पे खाओगी? रखते हो? जमीन पे नहीं रखते। देखो मेरा बेटा कैसे सोया हुआ है, देखो देखो कैसे सोया हुआ है। एमा कुछ खाओगी कि नहीं खाओगी? त्यसरी बोल्छ कसै मलाई पनि सिकाउ न बोल चाय पिलाओगे भने चाय पिलाओगे नहीं पिलाओगे